भारतमा लाग्यो जय नेपालको नारा। भारतमा विनाशकारी आगो नियन्त्रण गर्न भारतीय दमकल टाइममा नपुग्दा नेपालको दमकलले विनाशकारी आगो निभाएपछि भारतीय नागरिकहरूले जय नेपालको नारा लगाएका छन्। प्राप्त जानकारी अनुसार आगलागी तीव्र रूपमा फैलिँदै जाँदा स्थानीय बासिन्दा त्रसित बनेका थिए। आगोले ठूलो क्षति पुर्याउने खतरा बढेपछि नेपालबाट गएको दमकल टोलीले तत्काल उद्धार तथा आगो नियन्त्रणमा जुटेको थियो। नेपाली टोलीको सक्रियता र साहसिक प्रयासपछि आगो नियन्त्रणमा आउन सफल भएको बताइन्छ। घटनापछि त्यहाँ उपस्थित भारतीय नागरिकहरूले नेपाली टोलीप्रति धन्यवाद व्यक्त गर्दै जय नेपालको नारा लगाएको भिडियो यति बेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। सीमा र राष्ट्रियता भन्दा माथि उठेर मानवताको सेवा गर्ने नेपाली दमकल कर्मीहरूको यो कार्यको चौतर्फी रूपमा प्रशंसा भइरहेको छ। सङ्कटको समयमा छिमेकीको साथमा उभिनै साँचो मित्रताको उदाहरण भएको भन्दै धेरैले नेपाली टोलीलाई सलाम समेत गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि नेपाली दमकल कर्मीहरूको साहस, दक्षता र समर्पणको खुलेर प्रशंसा गरिरहेका छन्। धेरैले नेपाल र भारत बीचको मित्रता अझ बलियो भएको प्रतिक्रिया समेत दिइरहेका छन्। दर्शक महानुभाव र बहादुरी नेपालीहरूको दमकल भारतमा गएर आगो निभाएको कार्यलाई तपाईँ पूर्णमा हेर्नुहुन्छ? आफ्नो विचार कमेन्टमा राख्न सक्नुहुन्छ।